नमस्कार सबैजनालाई। म आज एउटा नयाँ भिडियोको साथ तपाईहरुमा आज आएको छु। के तपाईलाई इंग्लिश बोल्न आउँदैन? कसैले तपाईलाई इंग्लिशमा मेसेज गरेर हैरान बनाएको छ। तपाईलाई पनि बोल्ने इच्छा छ तर जान्नु हुँदैन। इंग्लिश बोल्न नजाने पनि अहिले कीबोर्डबाट टाइपिङ गरेर मजाले इंग्लिशमा कुरा गर्न सकिन्छ। र जो साथी तपाईसँग बोल्न खोजिरहेको छ इंग्लिशमा उसले के मेसेज पठायो त्यो इंग्लिशको मेसेजलाई पनि तपाईले कपी गरेर त्यो भाषा बुझेर तपाईले बोल्न सक्नुहुन्छ। ढिला लगरी म विषयवस्तुतिरै लाग्न गइरहेको छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरेर मलाई साथ दिनु होला। त्यसैगरी मेरो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। त्यस्तै यो भिडियो अरु साथीहरुले पनि जानुन् भनेर शेयर गरिदिनु होला। अब म ढिला नगरी नै स्क्रिनशट मार्फत तपाईहरुलाई देखाउन गइरहेको छु। मजाले मेरो भिडियोलाई स्किप नगरी हेर्नु होला। साथीहरु, तपाईहरु सबैभन्दा पहिले आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि यहाँ सर्चमा गएर जीबोर्ड भनेर सर्च गर्नुहोस्। जीबोर्ड सर्च गर्नुहोस्। मेरोमा अलरेडी इन्स्टल भइसकेको छ। तपाईहरुकोमा नभएको भए इन्स्टल गरेर ओपन गर्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईहरु ब्याक हुनुहोस्। त्यसपछि तपाईहरु आफ्नो मोबाइलको सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि तल स्क्रल गर्दै जानुहोस्। तल यहाँ देख्न सक्नुहुन्छ एडिशनल सेटिङ भनेर। एडिशनल सेटिङमा क्लिक गर्नुहोस्। एडिशनल सेटिङमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ डेट एन्ड टाइम। सेकेन्डमा देख्न सक्नुहुन्छ ल्याङ्ग्वेज एन्ड इनपुट। तपाईहरुले ल्याङ्ग्वेज एन्ड इनपुटमा क्लिक गर्नुहोस्। ल्याङ्ग्वेज एन्ड क्लिकमा क्लिक गरिसकेपछि म्यानेज कीबोर्ड भन्ने देख्न सक्नुहुन्छ। यहाँ थर्ड नम्बरमा म्यानेज एन्ड कीबोर्डमा क्लिक गर्नुहोस्। म्यानेज एन्ड कीबोर्डमा देख्न सक्नुहुन्छ 3 टाइपको कीबोर्डहरु देख्न सक्नुहुन्छ। जीबोर्ड, इमोजी एन्ड फोन्ट कीबोर्ड, गुगल भोइस टाइपिङ। यो इमोजी एन्ड फोन कीबोर्ड भन्ने यो मोबाइल सेटकै हो। तपाईहरुले यसलाई चाहिँ बन्द गर्नुहोस्। अघि इन्स्टल गरेको जीबोर्डलाई एक्टिभ गर्नुहोस्, इनेबल गर्नुहोस्। त्यसैगरी भोइस टाइपिङ पनि, गुगल भोइस टाइपिङ पनि तपाईको इनेबलै भएको छ। कुनै बेला भोइसबाट पनि तपाईहरुले मेसेज गर्न सक्नुहुन्छ। अब यो त भयो सेटिङको काम। अब तपाईहरु आफूले टाइपिङ गर्ने ठाउँमा जानुहोस्। म आफ्नो मेसेन्जरमा गए र मैले मेसेज गर्न लाए तपाईहरुलाई देखाउनको लागि। अब सबैभन्दा त पहिले तपाईहरु यहाँ इंग्लिश कीबोर्ड मात्रै छ। अब नेपाली कीबोर्ड ल्याउनु पर्ने हुन्छ। तपाईहरु अब यहाँ सेटिङ देखाएको छ। यो सेटिङमा क्लिक गर्नुहोस्। सेटिङमा क्लिक गरिसकेपछि यहाँ देख्नुभयो ल्याङ्ग्वेज। ल्याङ्ग्वेजमा इंग्लिश मात्रै देखाएको छ, इंग्लिश युके। अब तपाईले यहाँ एड कीबोर्ड गर्नुपर्ने हुन्छ। एड कीबोर्डमा मेरो पहिलो फर्स्टमै देखाएको छ नेपाली नेपाल भन्ने। कसैको चाहिँ फर्स्टमा नदेखाएर लास्टमा देखाउँछ र कसैले चाहिँ नेपाली ल्याङ्ग्वेज भनेर सेभ गर्न पनि सक्नुहुन्छ। नेपाली नेपाल भनेर यहाँ देख्न सक्नुहुन्छ। नेपाली ल्याटिन देखायो, नेपाली नेपाल देखायो, नेपाली भारत देखायो। मैले नेपाली नेपालमा क्लिक गरे। नेपाली नेपालमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ रोमनाइज, एबीसी नेपाली, हस्तलेखन, परम्परागत, गतिशील। तपाईलाई सबैभन्दा सजिलो चाहिँ यो एबीसी नेपाली भन्ने हुन्छ। एबीसी नेपालीमा क्लिक गर्नुहोस् र यो रोमनाइज भन्नेलाई हटाइदिनुहोस्। अब यहाँ अलरेडी भइसकेको छ नेपाली नेपाल भन्ने। अब तपाई ब्याक हुनुहोस्। अब त्यो भन्दा पहिले तपाईहरुलाई एउटा कुरा बताउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ पृथ्वीको डल्लो जस्तो। यो चाहिँ पृथ्वी, यहाँबाट चाहिँ ल्याङ्ग्वेज चेन्ज हुन्छ तपाईको। यहाँ देख्न सक्नुहुन्छ। तपाईले यहाँ इंग्लिशमा टाइप गर्दा नेपाली हुन्छ। जीवन देखिसक्नुभयो। मेरो देश नेपाल हो। यहाँ देख्नुभयो इंग्लिशमा टाइपिङ गर्दा नेपाल हुन्छ। तपाईले इंग्लिशमा रोमनमा लेख्नुभयो भने नेपालीमा टाइपिङ हुन्छ। यो चाहिँ एउटा सुविधा छ जीबोर्डबाट। यति भइसकेपछि तपाईहरुलाई म मेन सब्जेक्टतिर लिएर जाँदै छु। तपाईले यहाँ देख्न सक्नुहुन्छ एउटा क्यूबको डल्लो, क्यूब जस्तो देख्नुभयो। क्यूबमा क्लिक गर्नुहोस्। क्यूबमा क्लिक गरिसकेपछि यहाँ धेरै चीजहरु देखाएको छ। थीम, अनहेन्डेड, टेक्स्ट एडिटिङ, इमोजी, शेयर जीबोर्ड, फ्लोटिङ, रिसाइज, नेक्स्ट ल्याङ्ग्वेज, अन्डु, ट्रान्सलेट। यो ट्रान्सलेट भन्ने यहाँ देख्न सक्नुहुन्छ। यसलाई चाहिँ माथि लिएर राख्नुहोस्। माथि लिएर राख्नुभयो। अब यहाँ देख्न सक्नुहुन्छ तपाईले यो जी जस्तो देखाउनु भएको छ। यसमा चाहिँ क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि तपाईले चाहिँ अब इंग्लिशमा टाइपिङ गर्नुभयो भने नेपाली हुन्छ। माथि देख्न सक्नुहुन्छ।
नेम इज जीवन, माई नेम इज जीवन, मेरो नाम जीवन हो भनेर देख्नुभयो। यो चाहिँ इङ्ग्लिसमा टाइपिङ गर्दा नेपाली भएको छ माथि। त्यस्तै गरी तपाईँले नेपालीमा लेखेर इङ्ग्लिस ट्रान्सलेट देखाउन गइरहेको छु र आफूले पनि गर्नुहोला। म लेख्न गएको छु, म यता सन्चै छु, उता हजुरलाई कस्तो छ? आई एम फाइन हियर, हाउ आर यु ओभर देयर भनेर माथि इङ्ग्लिसमा तपाईँले मेसेज देख्न सक्नुहुन्छ। यसरी चाहिँ तपाईँहरूले इङ्ग्लिसमा गुटुटुटुटु बोल्न सक्नुहुन्छ। यो चाहिँ सजिलो तरिका हो। हस् त, यो भिडियोबाट तपाईँहरूले पक्कै पनि सिक्नुभयो कि इङ्ग्लिसबाट मेसेज टाइपिङ कसरी गर्ने। मेरो भिडियो राम्रो लाग्यो भने फेरि पनि भन्न चाहन्छु, एक लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र मेरो भिडियोलाई सेयर गरेर सबैमाझ पुर्याइदिनु होला। हस् त, यति भन्दै अर्को भिडियो ल्याउने बाचा गर्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। हस् त, नमस्कार।